भयो ल ठिक छ सो गाइज हेलो एन्ड नमस्ते एभ्रिवान सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल एबिन ब्लग होप सन्चै हुनुहुन्छ होला सबैजना होइन ह्याप्पी तिहार चिसो बिहार भन्न मिल्दैन होइन आज चाहिँ हामी मिठो राइड जाँदैछौँ निश्चयले मलाई गल्तीसम्म छोड्दै जाँदैछ अनि म त्यही भएर आज त हल्का आधी बाटो भयो नि म बाइक चलाउँ भनेर हल्का भ्लग बनाइदिउँ भनेर धेरै भइसक्यो नि त भ्लग नहालेको अनि आधी बाटोसम्म भयो नि भ्लग बनाऊँ न त भिडियो बनाइदिउँ न त भनेर बनाउनु लाग्यो अनि सो त्यही हो त खास केही छैन अनि जाडो चाहिँ एकदम जाडो छ होइन एकदम हुस्सु लागिसक्यो जाडो बढिसक्यो अनि सो त्यही हो अरू खास केही छैन अहिले चाहिँ हामी यता ठ्याक्क यसलाई के भन्छ निशाल ओए यो ठाउँलाई के भन्छ अरे माझीटार सो माझीटार आइसक्यौँ हामी अहिले अनि सबन्दोसको घर चाहिँ यहाँबाट अलिकति माथिपट्टि सबन्दोसको घर सबन्दोसले भिडियो हेऱ्यो भने यसो हेरिदियो है सबन्दोस तिम्रो घरतिर नि आएको थिएँ म अनि के हो यो दिदी हेलमेट नलाइकन के भन्छ पन्जा नलाइकन चलाउने अनि यस्तो चिसो लागिरहेको के हुस्सु लाग्यो नि त हुस्सुले यता यहाँ मुनि चाहिँ खोला छ होइन अलिपछि देखाइदिन्छु तपाईँहरूलाई सो आज बिहानै भएर नि होला त्यति साह्रो बाइकहरू चले छैन गाडीहरू चले छैन बिस्तारै चिलमा जानुपर्छ क्या धेरै उयो पार्नु नि हुँदैन फेरि यो निशलको बाइक यस्तो सजिलो यार मेरो बाइक यस्तो गाह्रो छ आमामा त्यही मेरो बाइक 1 घन्टा चलायो नि जिन्दगी चलाउँदिनँ भन्ने जस्तो हुन्छ अरे अफरोड भयो नि होइन अफरोड हल्कातिर गयो अफरोड हल्का गयो भने मेरो बाइक लास्टिक गाह्रो छ कि त्यो पुरानो मोडल हो नि त त्यो लास्ट गाह्रो छ कि मेरो बाइक अनि यो बाइक चाहिँ अहिले नयाँ मोडल हो नि त अनि त्यही भएर एकदम सजिलो छ कि मेरो बाइक लास्टिक गाह्रो छ कि किनकि मेरो बाइक पुरानो हो नि त त्यो भएर लास्ट गाह्रो छ कि यो बाइक चाहिँ सजिलो लाग्छ कि मलाई मेरो बाइक चलाएर अनि यो बाइक चलायो भने लास्ट सजिलो लाग्छ कि कस्तो आनन्द भए फिल जस्तो लाग्छ कि मेरो बाइकको हेन्डल पनि अलिक मोटो छ होइन यसको त पातलो छ नि त दामी लाग्छ अनि मलाई यो बाइक आनन्द 50को स्पिडमा मिठो जानुपर्छ ल स्पिडमा नै हाँकेर कामै छैन यत्तिको गयो नि स्लो राइड सेफ पुगिन्छ अनि सो म चाहिँ पोखरा घुम्न जानु लाग्यो होइन भन्ने बिर्सेछ म चाहिँ अहिले चाहिँ पोखराको टुर हिँडिरहेको छु होइन सो त्यही हो अनि मम्मीले चाहिँ नजा भन्दै हुनुहुन्थ्यो मम्मीले किनकि मम्मीले यस्तो चाडबाडमा हिँड्नु हुँदैन एक्सिडेन्ट हुन्छ भने मम्मीले कोही पनि नजा भन्नुहुन्छ क्या अनि मम्मीले त्यही भएर कतै पनि नजा घरै बस पछि जालास् घुम्नलाई भन्दै हुनुहुन्थ्यो ठुलै पनि आउनु भयो अनि ठुलाले पनि नजाब भन्दै हुनुहुन्थ्यो अनि मैले चाहिँ अब मेरो काम छ नि त अनि त्यही भएर कामले पनि हिँड्नु जानु लाग्यो अनि सो त्यही हो अनि थ्याङ्क यू फर साजन दाई अनि आशिक दाई अनि मम्मी ड्याडी सब अल अनि थ्याङ्क यू फर माई बेस्ट फ्रेन्ड उही के हो यो हुस्सुले निश्चल होइन मलाई यहाँ गल्तीसम्म छोड्न जान्छु भनेकोमा होइन सो त्यही हो अनि एकदम हुस्सु यता बाक्लो लाग्दो रहेछ यार आम्म हुन त यहाँ दुईवटा खोला छ नि त त्यही भएर नि होला सायद एउटा तिर्सुली एउटा ताँती खोला छ नि त अनि त्यसको हुस्सु सब तलबाट अनि अलिकति टाढा पर्छ नि त यो अलिकति त्यो सबै माथि हुस्सु ल्याएको भएर नि होला त्यही भएर आमै नि यहीँ पनि नदेख्ने भइसक्यो यार चितवनतिर त कस्तो भयो होला हौ ढुट्टो भयो होला यार सो बिस्तारै चलाउनु पर्ने अवस्था आइसक्यो फेरि मेरो भाइजरमा फेरि त्यो बाफ जम्छ कि म बोलेको हामी देवीघाट आउनु लागिसक्यो होइन हामी चाहिँ देवीघाटको पुल कटेँ मैले यहाँ मुनि चाहिँ देवीघाट अनि त्यो तिर्सुली र यता ताँदी मिलाएको बाटो पुल छ यहाँ एउटा गाडी दिएको छैन यार यस्तै भइदिएको हुन्थ्यो नि खाली यस्तै खाली भइदिएको हुन्थ्यो नि यतातिर मैले यहीँको रिसोर्ट आउने भनेको कि निशल यहीँ मुनि रिसोर्ट छ कि होइन यहीँ रिसोर्ट आउने भनेको कि यहीँ चेरी गाडी निशल यहीँ के यहीँ घुम्न आउने भनेको कि यहाँ मुनि हामी सब केटाहरू मिलेर राइड आउने भनेको के बाटो दामी चिलमा
बजाउने हो कि हरन भने चित्त हरन बजाउनेको लागि राखिदियो बजाउने मारिकन हरन भने चित्त अब कहाँ पुगेर घामको मुख देख्न पाइने थाहा छैन सो अस्ति नै आउँदा चाहिँ यहाँ पहिरो बनाइरहेको थियो होइन अहिले चाहिँ पुरा चिल बनाइदिइसकेछ दामी लाग्यो मलाई चाहिँ होइन अब म आधी चाहिँ म चलाउँछु आधी निश्चल चलाउँछ अब म मात्रै धेरै हावा खायो निश्चललाई थोरै हावा खुवाउनु पऱ्यो नि त निश्चलले हावा खान्छ मिठो अब के हो ए किन हेरेको थाहा भयो किन यो ड्युटीलाई खतरा हेर्नु लाग्छ नि त त्यही भएर हेरिदिएको हो नि त दाइले कडक ए कुत्ता उता जाइ मोर्लास यो साइडमा यस्तो हालिदिएको दामी हो नि सही गरे दामी बनाइसकेको छ डेभलप भइसकेको छ दामी यार मे 60 भन्दा माथि गएको छैन यतिको 60 भन्दा मुनि भनेको नर्मलै हो कि यस्तो बाटोमा 60 भनेको 50-60 भनेको नर्मल ठिक्क हो कि 60 भन्दा माथि गएको छैन होला 65 सम्म त गयो होला त्यहाँ पर्छ गएको छैन यति भनेको यस्तो बाटो यति भनेको ठिक्क हो कि अनि आज चाहिँ म निश्चल चाहिँ मलाई लिन आएको होइन घरमा अनि मम्मीले चाहिँ निश्चल ती पनि जानला हो अरे के निश्चलले होइन भने अनि कहाँ छ जानला गल्छम्म अरे गाडीमा यस्तो जाडोमा गाडीमा नगरे यसलाई बाहिर नपर्ने रे क्या मम्मीले यार भेज जा के हुनु नि हो जाडो छ नि त त्यही भएर अनि बाइकमा किन गएर नि गाडीमा सर चिसो आउँदैन नि त गाडीमा त त्यही भएर नि होला सो हाम्रै लाग्यो मम्मीले भनिदिनु भएको नि सो त्यस्तो माइन्ड गर्नु हुँदैन हामी चाहिँ आज पोखराको टुर जाँदैछौँ होइन एक हप्ताको लागि सो मसँग निश्चल छ अनि हामीसँग बाइक छ अनि सो त्यही हो प्लिज सबैले सपोर्ट गर्नु होइन सब्सक्राइब गर्नु अनि कमेन्ट पनि गर्नु कस्तो लाग्छ सो थ्याङ्क यू सो अहिले चाहिँ हामी गल्छी आइसक्यौँ होइन गल्छी आएर हामी चिया खाँदैछौँ सो अब एकछिनमा चाहिँ गाडी 1 घन्टा जति लाग्छ अरे गाडी आउन अनि सो हामी चाहिँ अहिले चिया खाँदैछौँ अनि गल्छी साइडमा दाइको पसलमा अनि सो त्यही हो अब हामी मिठो राइड जान्छौँ गाडीमा हाइस आउँदैछौँ यसलाई प्लेन आएन हाइस आउँदैछ सो है त अब गल्छीको थोरै भ्यू हेरिदिनु है त सो यो माथिको चाहिँ गल्छी जाने बाटो यो तलको नगर जाने बाटो सो म अहिले यहाँ गल्छीमा छु अनि यहाँबाट चाहिँ अब पोखरा जाने बाटो अनि चितवन जाने बाटो अनि यो चाहिँ गल्छीको पेट्रोल पम्प सो त्यही हो म चाहिँ दाइको बसमा चिया खाँदै निश्चलभित्र छ सो है त